नमस्ते सबैजनालाई। आज हामी डाटाबेस को बेसिक एलिमेंट अफ डाटाबेस को टपिक में भिडियो बनाउन गइरहेछौं, जुन कि धेरै उपयोगी छ डाटाबेस पढ्नेलाई। बेसिक टर्म्स हो, यहाँबाट एमसीक्यू पनि सोध्ने गर्छ। त्यही भएर हामीले केही एलिमेन्टहरुलाई बेसिक एलिमेन्टहरुलाई कभर गर्न गइरहेछौं। हामी के बारेमा पढ्छौं भने टेबल के हो त, टेबल कसलाई भन्छ त। डाटाबेस मा डाटा स्टोर गर्नलाई टेबल नै चाहिन्छ। टेबलमै डाटा स्टोर गर्ने गर्छ र टेबललाई हामी के भन्छौं भने म्याट्रिक्स भन्ने गर्छौं। खासमा रोज र कलम छ। यसको मतलब के त, रोज र कलमको इन्टरसेक्सन लाई हामी के भन्ने गर्छौं त, टेबल चाहिँ भन्ने गर्छौं। अब यसमा हाम्रो के छ त, रोज र कलमको इन्टरसेक्सन गरेको छ। हेरौँ त, यहाँ हामीले के गर्छौं त, डाटालाई फिलअप गर्ने गर्छौं यो डाटाबेसमा। यी सबै डाटाहरु, अर्गनाइज डाटाहरु, क्याटेगोराइज डाटाहरुलाई हामीले स्टोर गर्ने गर्छौं यो टेबल इन द फर्म अफ टेबल। टेबलको फर्ममा हामीले डाटाहरुलाई चाहिँ स्टोर गर्ने गर्छौं। भने टेबललाई हामीले के गर्छौं त, डिफाइन गरौँ भने table is the intersection of rows and columns। है, रोज र कलम्स को के त इन्टरसेक्सनबाट चाहिँ टेबल भन्ने गर्छ, अथवा म्याट्रिक्स अफ रोज एन्ड कलम्स पनि भन्ने गर्छ। यसलाई हामीले म्याट्रिक्स अथवा ग्रिड of rows and columns are known as table। यहाँ हेरौँ त, हाम्रो के छ त, रोज र कलम्सलाई इन्टरसेक्सन गर्दै टेबलको फर्म चाहिँ क्रिएट भएको छ। अब हामी एउटा टेबल बनाउन गइरहेछौं। यो हाम्रो एउटा टेबल बनेर है, टेबल भन्छ, जसमा हामीले सिरियल नम्बर, रोल नेम र मार्क्स फिल्डलाई हामीले राखेको छौं। यसमा हामीले तीनटा डाटालाई फिलअप गरेको छौं। अब सबभन्दा पहिला हामीले बुझ्ने कुरा के हो भने हाम्रो फिल्ड कसलाई भन्ने त। व्हाट डु यु मिन बाइ फिल्ड? फिल्ड भनेको के त, द टेबल इन विच द टपिक नेम इज फर द फिल्ड। टपिकको नेम जुन लेखेको हुन्छ टपमोस्ट रोजमा जुन हुन्छ त्यसलाई नै हामी के भन्छौं त, फिल्ड भन्छौं। भन्नाले फिल्ड हाम्रो कुन भयो त, हेरौँ त, यो सबै के भयो त, हाम्रो एउटा सिरियल नम्बर फिल्ड भयो, एउटा रोल नम्बर भयो, एउटा नेम भयो र अर्को के त, मार्क्स। हामीले चारवटा फिल्ड चाहिँ बनाउने गरेको छौं। यसमा टेबलमा चाहिँ क्रिएट गरेको छौं। त फिल्डलाई हामी के भन्छौं त, फिल्ड आर द टपिक नेम। फिल्ड आर द topic name present at the topmost row of table। टेबल को सबभन्दा माथिल्लो भागमा प्रेजेन्ट हुनेलाई हामी के भन्छौं त, फिल्ड भन्ने गर्छौं। यसमा के फिल्ड छ त, हाम्रो एक्जाम्पलमा सिरियल नम्बर, रोल नेम र मार्क्स फिल्ड हाम्रो यो टेबलमा चाहिँ राखेको छ। अब त्यसपछि जाउँ हामी रेकर्ड कसलाई भन्छ त। यसमा रेकर्डमा record in a database is a piece of information about any person, organization, place or entity। कुनै पनि एउटा पार्टिकुलर डाटा, कुनै पनि फिल्डको पार्टिकुलर डाटालाई नै हामी के भन्छौं त, रेकर्ड भन्ने गर्छौं। अब यसमा एक्जाम्पलमा हेर्ने हो भने जस्तै सिरियल नम्बरको 1 भन्ने एउटा रेकर्ड भयो, अर्को रोल भन्ने रेकर्ड एउटा भयो, राम भन्ने अर्को रेकर्ड, मार्क्स भन्ने अर्को रेकर्ड, 21003। त्यो पार्टिकुलर
इन्फर्मेसनलाई नै हामी पिस अफ इन्फर्मेसनलाई नै हामी के भनेको छ त रेकर्ड चाहिँ भन्ने गर्छौं। र यो टेबलमा हेर्नु त कति छ भने 12 वटा जम्मा रेकर्डहरु छन्। यो भयो हाम्रो फिल्ड र रेकर्डको बारेमा। अब हामी जाँदै छौं यसमा कलम कसलाई भन्ने त। कलमलाई हामीले के भन्छ त फिल्ड अफ द डाटाबेस भन्ने गर्छौं, जसलाई भर्टिकली चाहिँ म्यानेज गरेको हुन्छ डाटाबेसमा। यसमा हामीले कलमलाई हेर्ने हो भने हाम्रो के भयो त एउटा सिरियल नम्बरको कलम भयो, अर्को हाम्रो रोल नम्बरको कलम भयो, तेस्रो हाम्रो भनेको नेमको कलम भयो, चौथो भनेको हामीले के गरेको छ त मार्क्सको कलम बनाएको छौं। र यसलाई के हुन्छ त भर्टिकली पोजिसन गरेको हुन्छ डाटाबेसमा भने त्यसलाई हामी कलम भन्ने गर्छौं। त्यसपछि अर्को छ हाम्रो रेकर्ड। रेकर्ड भनेको के त होरिजेन्टली म्यानेज। रेकर्डलाई हामी के भन्छौं त रो इज द कलेक्सन अफ रेकर्ड भन्ने गर्छौं। यो रोमा हाम्रो के छ त पार्टिकुलर रेकर्डको कलेक्सन गरेको हुन्छ। कुनै पनि एन्टिटीको एउटा कम्प्लिट इन्फर्मेसनलाई नै हामी रो भन्ने गर्छौं। जस्तो यहाँ हामीले हेर्न सक्छौं 1 नम्बरको सिरियल नम्बर भएको एन्टिटीको रेकर्ड भनेको के हो त हाम्रो सिरियल नम्बर 1, रोल नम्बर 1002, नेम भनेको राम र मार्क्स भनेको 482 भनेको एउटा कम्प्लिट भर्टिकली पोजिसन भएको लाई नै हामी के भनेको छ त रो भनेको। अब रोलाई हामीले के भन्छौं त कलेक्सन अफ डाटा इज अल्सो नोन एज ट्युपल्स। यसलाई हामीले कहिले चाहिँ ट्युपल्स पनि भन्ने गर्छौं रोजलाई। अब यहाँबाट सोध्ने हामीले भनेको प्रश्न यो भनेको सब्जेक्टिभमा पनि सोध्न सक्छ। डिफाइन गर्नलाई डिफाइन रो, कलम, रेकर्ड, फिल्ड भने अब्जेक्टिभको लागि यहाँबाट मेनली 3टा क्वेशन आइरहेको हुन्छ। के आइरहेछ भने रोजलाई हामी के भन्छौं त रो इज अल्सो नोन एज रेकर्ड अफ ट्युपल्स। रो भनेको हामी के भन्छौं त रेकर्ड अथवा ट्युपल्स भन्ने गर्छ। यो भनेको एमसीक्यू को लागि। र कलम्सलाई हामी फिल्ड पनि भन्ने गर्छौं। कलम्सलाई हामी फिल्ड भन्छौं। यो भनेको के को लागि त एमसीक्यू को लागि। हस् त भिडियो हेरिदिनुको धन्यवाद। लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्नु होला। धन्यवाद।